हेलो हेलो सबैजनालाई गुड मर्निङ नमस्कार। आज हामी असारको 9 गते हामी कोरी जाँदैछौँ 4 जना भएर। अब पासपोर्टै थाहा छैन नि त अब यस्तो सतन पटन भइरहेछ, प्याकिङ भइरहेछ बिहान बिहान। ए भगवान्, रातिभरि नसुतेर यस्तो बिहान उठेर यसरी हिँड्न परेछ हामी। अब ल गाइजहरू, अब हामी कोरीको लागि निस्कियौँ। ल ल ल यस्तो हामी यस्तो अब कोरीको लागि ट्याक्सी आइरहेछ बाहिर। अब काउ खोला जाँदैछौँ। यो कहाँ गयो बिपना? ल अब हाम्रो ट्याक्सी पनि आयो गाइजहरू। अब हामी काउ खोला गाडी चढ्न गइरहेको छौँ होइन बिपना? हामी काउ खोला आइसक्यौँ। अब सिक्किम जाने फर्स्ट गाडी गयो, अब हाम्रो पालो। सेकेन्ड गाडीमा चाहिँ हाम्रो पालो आउँछ। अब भगवान् हामी चाहिँ लाग्यो। हे भगवान्, हामी गाडी चढेर हिँड्यौँ सिक्किमतर्फ। केटीहरू अब सिक्किम हामी हुस्सु लागेर के साह्रो बाटै नदेखिने भएको भगवान्। त्यस्तो अनि बाटोको हालत कति राम्रो पौडी पुग्नुपर्छ कि क्या हो? पौडी पुग्नु गइरो छ त्यहाँ त नि चिप्ली गाउँ आइपुग्यौँ। चिप्ली गाउँ स्वागत छ। गेटहरूको फेरि यतातिर छुट्टै छ। अब खाजा खाने ठाउँमा हो हामी चाहिँ। खाजा खाने ठाउँमा चाहिँ हामीले केही नि खाएनौँ, चिया चाहिँ खाइयो। यो 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 हेलो हेलो हेलो, हामी अब यहाँ सिक्लेस आइपुग्यौँ। तल अघि गाडीदेखि झरेपछि भिडियो बनाउने भनेको पानी ठुलो परेर बिजोग, त्यसपछि कसले बनाउँछ र। अनि त्यसपछि हामी आइसक्यौँ यहाँ नमस्ते गेस्ट हाउसमा हो। ल सिक्लेस आएर नि खाना खान लाग्यो। अब यहाँ खाना खाएपछि हामी भेट्नेछौँ तपाईँलाई। ल खाना खानु। अब खाना खाएर हामी फेरि तासा जाने। ओ पानी परिरहेछ। त्यही अब जुकासँग लड्दै खेल्दै पुग्न पर्छ। ल बाई बाई। सिक्लेसदेखि अब हामी तासातिर लाग्यौँ। अब अघि त कस्तो पानी परिरहेको थियो, अहिले चाहिँ के अरे अहिले अलि घाम लागिरहेको छ। अब हामी टासातिर लाग्यौँ। टासाको यात्रा आज हामी टासा गएर बस्छौँ। यो भर्खरै घाम लाग्यो, हल्का मौसम खुलिरहेको छ, रमाइलो छ। सिक्किमसम्म त म पहिला पनि आएको थिएँ। यो चाहिँ सेकेन्ड पल्ट हो। तर अब टासा टु कोरी चाहिँ यहाँदेखि टासा अनि कोरी अब बल्ल फर्स्ट टाइम जाँदैछौँ।